I found it very interesting. अब यहाँ कति थिए पुराना अब त्यस एक महिनापछि साथी जोइन भएको हो अब अरूहरू पनि थिए सबै एक्स एम्प्लोइजहरूबाट पनि मैले यति कुरा सिकेँ सिक्न पाएँ कोही छन् पनि इम्प्लोइज अहिले मसँग साथी काम गरिरहेको अहिले प्रेजेन्टको मान्छेहरूबाट पनि मैले धेरै कुरा सिकेको छु लाइक बन्डिङ छुट्टै एउटा टाइममा सर्ट पिरियडमा भए पनि साह्रै बन्डिङ भए पनि भएको छ अब यति टाइम नै यो कम्पनीलाई कन्ट्रिब्युट गर्ने रहेछ भन्ने भयो अनि अब त्यही हो आई एम भेरी थ्याङ्कफुल अरू त अब त्यही हो दिदी चाहिँ मलाई एकदम मनपर्छ अनि दिदी चाहिँ साथी पनि हो दिदी पनि हो घर जाने पार्टनर पनि हो क्लासहरू जाने मान्छे पनि हो अनि दिदीले कति धेरै राम्रो कुराहरू गर्नुहुन्छ नराम्रो कुरा केही आफै भनिरहेको छु अनि त्यही भएर अनि दिदी चाहिँ मतलब के भन्ने क्या राम्रो क्या धेरै राम्रो हुन्छ नि एकदम मनपर्नेवाला क्या एकदम मनपर्छ त्यही हो अनि अब बेस्ट अफ लक के गर्नुहुन्छ फर्दर राम्रोसँग गर्नु भन्न धेरै धेरै धन्यवाद अब कति 3 महिना त लाइभमा आएको अन्त दिदीलाई चिनेको 3 महिनै भयो होला नि देखेको थिएन अब स्ट्यान्डअप गर्दाखेरि एकचोटि भेट्थ्यो दिदी राम्रै लाग्छ अब दिदीले जस्तै हामी पनि गर्न सकौँ सबै चिज अब मलाई सुरु गरेछ अब जस्तो सबै गर्न सकौँ अल द बेस्ट थ्याङ्क यू दिदी चाहिँ अब मफिनको त सोर्स अफ इन्सपिरेसनै हो क्रिएटिभलाई मफिन दिदी जुन बेलामा मफिन ह्यान्डल गर्नुभएको छ हाम्रो सबैले त्यो त्यहाँबाट प्रेरणा मिल्छ अनि दिदी धेरै कुरा सिकाउनु नाइस धेरै कुरा सिकाउनु भएको छ अनि त्यसपछि लाइक कहिले एउटा कम्फर्ट जोन क्रिएट गरिदिनु भएको थियो अनि दिदीलाई अल द बेस्ट फर फ्युचर सबै ठाउँबाट पोजिटिभ रिजल्ट आओस् थ्याङ्क यू सुशील सर दाइले भन्नु न हजुरलाई आइसक्नु भयो अब आउने पनि भन्नु लाग्यो पछि यति सोच्नुपर्छ होला नि अन्त पढाइदिनु कहाँ भइदिनु हुन्छ अहिले अहिले नि शुभेच्छा चाहिँ लगभग अराउन्ड अलमोस्ट 3 इयर्स है शुभेच्छा यहाँ जोइन गर्दाखेरि इन्टर्नबाटै जोइन गरेको थियो होइन अनि त्यसै गरेर उनलाई सुरुदेखि नै मफिनमै प्रोडक्टमै इन्भल्भ भयो र प्रोग्रेस गर्दै भयो भनेको अहिलेसम्म अहिले जुन लेभलसम्म पुगेको छ अहिले मैले भन्नुपर्दाखेरि चाहिँ शुभेच्छालाई चाहिँ नयाँ कुरा टेस्ट गरायो भनेर भन्दाखेरि चाहिँ केही प्रब्लम हुँदैन उसले सबै थोक हेर्छ भनेको बुझ्ने हो भने सबै थोक डेप्थ लेभलमा चाहिँ ट्रान्जेक्सन यस्तो हुन्छ यो हुन्छ भनेर म धेरै कुरा चाहिँ पनि भनिनँ जे होस् त्यो अनुसारको पिकअप लिएर चाहिँ अहिलेसम्म ऊ आएको छ र उसमा चाहिँ अर्को राम्रो कुरा मैले के देखेँ भन्दा अकाउन्टेबिलिटी चाहिँ उसको एकदम राम्रो छ भनेको चाहिँ कुनै पनि कुरा लिइसकेपछि चाहिँ त्यसलाई चाहिँ अब प्रेसराइज हुन्छ नि त नट अन्ली कि मफिन सुबिसी पनि गर्थ्यो त्यसै गरेर इभन न्युरोलिमिटमा टेस्टिङ गऱ्यो होला होइन त्यो कुराहरू धेरै कुराहरू हुन्छ जस्तो होइन अब अहिले त मफिनमा सिङ्गल क्युए नै हो अरू छैन पहिले जस्तो है त्यो हुँदाहुँदै पनि एउटा अकाउन्टेबिलिटी लिएर चाहिँ फिनिसिङ गर्नुपर्छ अब हामीलाई त के हुन्छ भने प्रोडक्टमा चाहिँ रस हुन्छ क्या लाइभ गर्नुपर्ने हुन्छ क्लाइन्टको प्रेसर आउँछ होइन क्लाइन्टले कराइरहेको हुन्छ फेरि मलाई गरेर आउँछ म खासै कराउँदिनँ तिमीलाई त तर मलाई चाहिँ क्लाइन्टले कराइरहेको हुन्छ लाइभ लगौँ भनेर अनि ऊ भनेको त एज अ क्युए डिपार्टमेन्ट भने कस्तो भन्दाखेरि म चाहिँ के भन्छु भन्दाखेरि ट्राफिक हो भन्छु क्या रोडको ट्राफिकले ग्रिन सिग्नल दिइसकेपछि मात्रै गाडी चल्छ नि त होइन अनि त्यो एउटा रेस्पोन्सिबिलिटी ठुलो आउँछ क्या क्युए टिमलाई र प्रोडक्टमा पनि त्यही कुरा प्रोडक्टमा कस्तो हुन्छ त भन्दाखेरि प्रोडक्ट भनेको रिकरिङली चलिरहने कन्टिन्युस कुरा हो प्लस एउटा मात्रै क्लाइन्ट हुँदैन देयर आर मोर देन 150 क्लाइन्ट्स मफिनमा होइन त्यो सबै कुराहरू टेस्ट गर्नुपर्ने हुन्छ र साँच्चै भन्नुपर्दाखेरि चाहिँ द्याट इज भेरी डिफिकल्ट थिङ भनेको मोर देन 100 एप्सहरू टेस्ट गर्नुपर्ने हुन्छ कहिले कुनै बेला अथवा इभन सिबिएसकै थ्रु गर्दा पनि मोर देन 10-15 एप्स त मिनिमम चेक गर्नुपर्ने हुन्छ कतै कुराहरू छुट्यो भने त्यहाँ कुनै कुरा छुट्यो भने ट्रान्जेक्सन हल्ने भन्ने हुन्छ त्यस्तो कुराहरूलाई चाहिँ उनले चाहिँ ट्याकल गरेर चाहिँ
गर्थ्यो होइन। अब जाँदैछ दुःख त लागिरहेछ है, तर अब उसको आफ्नै फ्युचर प्लानले गर्दाखेरि अगाडि जाँदैछ र बेस्ट विशेष भन्न चाहन्छु है। जहाँ जान्छ उसले राम्रै गर्छ जस्तो लाग्छ, किन भन्दाखेरि चाहिँ जुन तरिकाको यहाँ उसको काम देखेको छ उहाँले आइएम स्योर आई बिलिभ यु विल डु गुड होइन, इभन बेस्टै होला। बेस्ट विशेष भन्न चाहन्छु। कोही हिमालय र मुभिङको तपाईँको नेपाल हो। म चाहिँ मोफिनमा बस्नुमा चाहिँ प्रोजेक्टमा चाहिँ सँगै गरिरहेको छैन। ओपन छौँ, एकदम फ्रेन्डली छौँ होइन। घुलमिल अब प्रोजेक्टमा नभइकन घुलमिल हुन टाइम लाग्छ, तर पनि इजिली घुलमिल हुन पाएको थिएँ। अनि राम्रै होस्, अझै बेस्ट विशेष भन्न चाहन्छु त्यति। दिदी रमाइलो हुन्थ्यो। अब के थियो भन्दा मैले चाहिँ क्युएसँग काम गरेर प्रोजेक्टमा काम गरेर मोफिङै थियो, डाइरेक्ट क्युएसँग कनेक्ट भएको। अब त्यहाँनिर काम गर्दाखेरि एकदम सजिलो भइरहेको थियो, सोध्न के कन्फ्युजन भयो भने झन् मोफिङको धेरै पार्टहरू सिकाउनु भयो क्या दिदीले मलाई चाहिँ। अब मैले कुनै स्पेसिफिक टास्क गर्दै थिएँ, त्यसमा मोफिङमा के हुन्छ कस्तो हुन्छ दिदीले सिकाउनु भएको थियो। सजिलो भइरहेको थियो काम गर्नै, रमाइलो पनि भयो काम गर्न। ठिक छ, अब ब्राइट फ्युचरको लागि बेस्ट विशेष। अब मेन चाहिँ तपाईँ अब क्युए गर्नुहुन्छ हुन्न? गर्छु, स्योरली गर्छु। मलाई पहिला त्यो स्योर थिएन, अनि एउटा टाइम आएको थियो लाइक यो पनि करियर पाथको लागि इट्स नट अ ब्याड अप्सन भयो। क्युएमा चाहिँ नट ब्याड भन्नु मिलेन नि, गुड गर्नु होइन। हुन्छ नि अब कति अप्सन भइरहेको छ, अब अपग्रेड गर्नु टाइम भयो त ठिक छ भने भयो। बेस्ट विशेष। थ्याङ्क यू कुरा गर्दै गर्नु। ए हुन्छ, हस् त्यति नै हो मेरोबाट। सन्चै भन न। बेस्ट अफ लक। मैले के भनेको छैन त तिमीलाई। दिदीसँग धेरै प्रोजेक्टमा त काम गर्न पाइँदैन। अब त्यही अब एउटा नयाँ फिचर थियो, त्यहीमा गरेर पनि पनि भएन, त ठिकै छ। अनि जे गर्नु राम्रो गर्नु, अनि जहाँ जानुहुन्छ होइन राम्रोसँग गर्नु होइन, त्यही हो नि। धेरै लामो कहानी छ। म पनि इनिसियल्ली त गरेँ होइन, म त एक ठाउँमा कुना चुप्प लगाएर बस्थेँ, उसले पनि आफ्नै भइरहेको हुन्थ्यो, मैले त सुरु गरिरहेको हुन्थेँ। त्यही घर जाने बेला पनि बाटो हल्ला गर्दै गइन्थ्यो। अनि त्यसपछि फर्स्ट प्रोजेक्ट भनेको चाहिँ लिगल एड चाहिँ गरे हो सबै चाहिँ। अनि त्यसपछि सुस्त अब के अरे अफिसमा नभए पनि यत्तिकै त फैलिएर आउँथ्यो, कुरा पनि भइरहेको हुन्थ्यो, कतै जान पनि गइरहेको हुन्थ्यौँ। अनि त्यसपछि सुस्त अब मोफिङमा आएपछि मोफिङमा हुन थाल्यो। अनि त्यही नै हो, बेस्ट अफ लक। सबै चिज चाहिँ चाँडो होस्, राम्रो होस्, राम्रो रिजल्ट होस्, अर्को पनि छिटो। बेस्ट अफ लक। अब मैले चिनेको त धेरै भएको छैन होइन, तपाईँले इन्टरभ्यू दिनुभएको थियो मेरो, रमाइलो लाग्थ्यो मलाई इन्टरभ्यू गर्नु पनि रमाइलो लाग्थ्यो। अहिले राम्रै भएको थियो इन्टरभ्यू, त्यसमा पनि अब खासै चिनेको छैन, बट स्टिल बेस्ट विशेष फर फ्युचर। त्यही हो दिदी, अब खासै राम्रो चिनेको छैन हजुरलाई। अब त्यही भेट्यो भने चाहिँ अब फ्राइडे स्ट्यान्डअप नै हो मिल्ने त हो। अब बेस्ट विशेष फर यर फ्युचर। म सुरुमा हिमालय आउँदै मलाई इन्सपिरेसनमा हुँदैमा दिदीले सपोर्ट दिएको बेला प्रसाद दिदी र दिदीले चाहिँ हामीलाई सिकाइ गर्नुभएको थियो। त्यो बेला दिदीलाई चिनेको, यहाँ आउँदाखेरिमा इन्टरभ्यू नि दिदीले लिनुभयो। त्यो पछि अब दिदी त मोर एज अ फ्रेन्ड दिदी भन्दा पनि। अनि त्यसपछि अब अहिले अनि अब मोफिङमा आएको छु। अब दिदीले जसरी टेस्ट गर्नुहुन्छ यस्तो राम्ररी अब कसरी गर्न सक्छु, आई विल ट्राई माई बेस्ट। त्यही हो, अल द बेस्ट। मलाई इनिसियल डेजहरू याद आउँछ जब म जोइन भएको बेलामा
साथीहरू गएर थियो धेरै नै उसलाई मिलाउनै छुट्याउनु हुँदैन त्यो दुईजनाले मलाई राम्रोसँग गाइड गराएको थियो थ्याङ्क यू फर द्याट अनि अरू भनेको त्यो साथीले राम्रै गरेर हुन्छ मफिन जस्तो एउटा प्रडक्टमा हेर्ने चाहिँ सिङ्गल किवी ऊ मात्रै बस्दैन अरू कतिजना आयो गयो होइन जस्तो तिमी एउटा लिड जस्तो भयो नि त मफिनको टिम भएन भने अरू एउटा हातै नभास्तो हो नि त त्यस्तो राम्रोसँग गरेको नि त हो अब तिमीले जस्तो अब गर्न सक्ला नसक्ला तर तिमी खतरा दियौ धानेको जस्तो फिल हुन्थ्यो मलाई जति प्रेसर आयो पनि तिमी प्रेसर चाहिँ राम्रोसँग ह्यान्डल गर्न सक्छौ जस्तो लाग्छ मलाई गर्थ्यो पनि होला होइन थाहा छैन त्यही हो अदर बेस्ट भयो फ्युचर होइन अब राम्रो गर्दै जाउँ योभन्दा खतरा त हो झन् अब पर्सनली चाहिँ खासै हामी टचमा भएन किन भन्दाखेरि हामी बाहिरको बारी डाँडा भयौँ होइन त्यही कहिले काहीँ यसो भेट हुँदाखेरि कस्तो छ के छ भन्दाखेरि ठिकै छ चल्दैछ गइरहेको छु त्यही नै हुन्थ्यो सधैँ सबै कुरा सुन्दाखेरि धेरै राम्रो छ जस्तो लाग्यो बेस्ट विशेष सबै चिजको लागि चाहिँ बेस्ट विशेष करियर वाइज सबै चिजको लागि अल द बेस्ट मेरो अब त्यस्तै अब कुनै प्रोजेक्टमा त काम गर्न पाइएन अब सबै कुरा सुन्दाखेरि चाहिँ आई थिङ्क धेरै एउटा अपर्च्युनिटी मिस भयो जस्तो लाग्छ कि उसँग काम गर्न नपाउँदा जस्तो पनि फिलिङ लाग्यो अब चाहिँ सो ओभरअल अब त्यति इन्ट्रेक्सन त नभए पनि जति इन्ट्रेक्सन थियो मलाई चाहिँ एकदम हेल्पफुल कोअपरेटिभ अनि पोजिटिभ नेचरको देख्यो अर्को एउटा इन्सपायरिङ कुरा चाहिँ यसो भएर के लाग्यो भने ऊ चाहिँ बानेश्वर चोकतिर चाहिँ हिँड्दै आइरहेको हुन्थ्यो कि अनि त्यहाँ भेट्थ्यो कि अनि सोधेँ कहाँबाट आउँथ्यो यो कोडेवाला चाहिँ हिँड्दै घरसँगै ग्रान्ड बानेश्वर हो कि कता हो त्यहाँसम्म हिँड्दै जाँदो रहेछ अनि त्योबाट अलिक क्वाइट इन्सपायरिङ लाग्यो म पनि इभिनिङमा वक गर्दै उबाट इन्सपायर गरेर अलिक हेल्थ वाइज ध्यान दिइरहेको छु त्यो चाहिँ जहाँ जान्छु होइन त्योबाट अल द बेस्ट हाम्रो नबिग्रिनु मेबी फ्युचरमा हामी हुन सक्छौँ होला मेबी सो इन टच नै भन्दा अल द बेस्ट त्यतिखेर लगेको परिवारमा थियो होला सिचुएसन के थियो भने हामीले डेमो देखाउन रेडी भएको थियौँ दिदी आउनुभयो होइन टेस्टिङ गर्नुभयो अनि भन्नुभयो यो चाहिँ यतिको बिजनेस चाहिँ नदेखेर पनि भन्नुभयो सिधै त्यतिखेर कस्तो थियो भने अब म भर्खर पहिले त कम्पनीमा काम गर्दाखेरि एकजना सिइओ म मात्रै भएर बसेको थियौँ सबै आफ्नो प्रोजेक्ट आफ्नो हुन्थ्यो के गर्ने भनेर यहाँ टिममा आइसकेपछि भर्खर टिममा सिकिँदै थियो कसरी काम गर्ने भनेर त्यतिखेर चाहिँ आफूले यत्रो गरियो फेरि एउटा नदेखेको थियौँ भन्ने भयो कस्तो हुन्छ त्यतिखेर चाहिँ मैले काम गरेर अलिक पुगेन क्या भन्ने जस्तो फिल हुन्थ्यो नि सुरुमा होइन बिस्तारै बिस्तारै काम गर्दै जाँदाखेरि सिकिँदै गयो एउटा दिदीको बारेमा के ठिक लाग्छ भने भनौँ न एउटा वर्क वाइज चाहिँ यदि हामी डेभलपरको लागि चाहिँ डेभलपर पर्सनबाट हेर्दाखेरि चाहिँ हामीले कोड गरेर दिइसके पछाडि चाहिँ टेस्टिङको लागि जुन हुन्छ नि इस्युजहरू त्यो चाहिँ धेरै पर्सेन्टबाट चाहिँ हेरिदिनुहुन्छ भन्ने हुन्छ है जस्तो हाम्रो डेभलपरले कहिले पनि कोड गर्दा मैले टेस्टिङ गरिदिँदैन होइन टेस्टिङ गरे पनि टपिक चाहिँ हेर्नु चल्छ अनि चलिसके पछाडि स्टेसन पढेर टेस्ट गर्नु दिदीसँग इन्टरेक्सन चाहिँ वर्क रिलेटेड भन्दा पनि वर्कदेखि बाहिर नै बढी भयो होला हाम्रो होइन जस्तै आउटिङहरू जाने आउटिङहरू पनि हामी दिदीसँग गइयो होला अनि त्यसरी बिस्तारै जानु भएको थिएन कहिले खानेमा भिड विचार गरेर चढ्यो होइन त्यसरी जानु भने त्यो मिस गर्नु भयो अहिले अरू के भन्नु अब सबैजनाको अब आफ्नो प्लान हुन्छ होइन फ्युचर लागि सबैजना टिकटमा बस्नु भन्ने हुँदैन आज हामी यहाँ छौँ भोलिको काम हुन सक्छौँ त्यो पनि अब सोसियल मिडियाहरू छ कन्ट्याक्टमा बस्छु ल अनि पछि यो फ्युचरमा के राम्रै सुनौँ भन्ने आशा छ फ्युचरमा के यसो भनौँ न यो मात्र यस्तो गरिरहेको म पुगेर भनेर अब दुईवटा चाहिँ दुईवटा पार्टी खान्छु भन्ने आशा छ मलाई होइन फर्स्ट पार्टी र सेकेन्ड पार्टी चाहिँ 2 लाख विचार गर्नु पर्छ
तपाईँले के भन्नुहुन्छ लाइक मैले यति कुरा चाहिँ यहाँबाट एक्सपेक्ट अब गरेको थिएँ होइन अनि लाइक ममा चाहिँ यतिसम्मको सबैले यतिसम्म चाहिँ जानेको रहेछ चिनेको रहेछ भनेर होइन किनभने कोहीसँग मैले राम्रै बन्डिङ भएको छ कोहीसँग कहिले अब भन्यो नि फ्राइडे स्ट्यान्डमा मात्र भेट हुन्छ भनेर अनि मैले यो क्युए जर्नी चाहिँ यही कम्पनीमै स्टार्ट गरेको थिएँ अनि आई नेभर थट कि म आइटी फिल्डमै आउँछु भनेर चाहिँ किनभने फर्स्ट पोइन्ट आइटी भनेको हाम्रो कोडिङ मात्र भन्ने हुन्छ अनि आइएम सो नट गुड एन्ड मलाई इन्ट्रेस्टै छैन कि अनि अब अहिले त्यो एउटा टाइम आएपछि परेपछि गरिन्छ भन्ने छ नि सो त्यो टाइम गएपछि चाहिँ अहिले अलिकति गर्नुपर्छ भन्ने भएको भएर त्यो पार्टले चाहिँ अब क्युए भनेर क्युए मात्र भने पनि होइन त्यो पर्सपेक्टिभमा अलिकति कुरा पनि हुन्छ त्यो कुरा पनि थाहा भयो कम्पनीबाट एन्ड दे गेभ मी भेरी युज अपर्च्युनिटी मेनली त अब यो सरले मलाई मुभ जस्तो प्रडक्टमा लागिदिनु भएको थियो त्यसमा धेरै धन्यवाद अरू पनि प्रोजेक्टमा पनि म इन्भल्भ भएको चाहिँ अनि यही हो मेरो यति नै थियो होला मैले यो कम्पनीलाई कन्ट्रिब्युट गर्नुपर्ने चाहिँ त्यही हो थ्याङ्क यू सो मच सुमन छैन बिरामी भयो दाइले मेसेज गरेको थिएँ भिडियो कल गर्नुपर्ने छुट्टी दिनु पर्यो दाइ बोयफ्रेन्डको छुट्टी दिनु पर्यो कि एउटा ल त्यसलाई चाहिँ यस्तो गरौँ ल भने सँगै जानु फोटो भनेर दिदीको लागि हाम्रो डिपार्टमेन्ट हाम्रो टिमबाट के काटौँ भने प्लिज लुक योर्स है प्लिज धेरै क्यारेक्टर छ मराठा भाइले हप्ता भएपछि छैन ओ माय गॉड कसले भनेको सान्जी थ्याङ्क यू ल को रहेछ काटो अर्को पनि छैन काटेर नखाने यार तपाईँलाई थाहा छ नि त म के खाँदैन आउनै मानेन तिम्रो चक्कुले मन लाग्छ भने खाँदैन है साथी हो ए थ्याङ्क यू साथी